नमस्कार जेडु जोरले आजको दिन रमाइलो छ गमाइलो छ। हामी रोल्पा आएको पनि मेरो गाउँमा आएको पनि लगभग कति 3-4 दिन भइसक्यो। हिजो अस्ति चाहिँ पानी परेर साह्रै भइरहेको थियो, तर आज ब्रिलियन्ट वेदर छ। हेर्नुहुन्छ भने वाउ व्हाट अ भ्यू। म तपाईहरुलाई 360 डिग्री देखाउँछु, सो भ्यू हेरेर मजा लिनु होला। हामी चाहिँ अलिकति यो माथि डाँडामा गएर सिमीहरू टिप्न जान्छौँ, मकै लिएर आउँछौँ। सो यहाँबाट चाहिँ हेर्नुहुन्छ भने 360 भ्यू वाउ वाउ। त्यहाँ तपाईले माथि हेर्नुहुन्छ भने नोगोङ भन्छ, सिधै पछाडि यहाँ पर आगो पुट्टाइरहेको देखि अलि पारी भित्रबन सिधै माथि अल्गो डाँडा हेर्छन् दरमपानी। अब यतातिर हेर्नुहुन्छ भने यो बिचको सानो डाँडालाई चाहिँ चाँगेखोरे भन्छ योलाई चाहिँ। अनि त्यसपछि माथि उता चाहिँ त्यो थापाखोरे चाहिँ अलिकति यतातिर पर्छ। त्यो सिधै माथि अलिकति खाली डाँडा देख्नुहुन्छ, त्यहाँदेखि उतापट्टि चाहिँ अब डाङ्सी लिबाङ हुँदै गएर यहाँ पारि सातताले। यो हामी आएको चाहिँ तलबाट तल घरहरू देखिरहेछ, त्यहाँ चाहिँ बेडाखोर हाम्रो घर पर्यो। सो त्यहाँ तलको डाँडामा चाहिँ स्कुल मजाले चाहिँ रमाइलो छ घमाइलो छ हरियो छ। ल व्हाट अ भ्यू वाउ। पारिपट्टि चाहिँ रङ नै, तल चाहिँ अब राणा गाउँ पर्यो। अलिअलि कुहिरो लगाइरहेछ, भ्यू चाहिँ एक्सलेन्ट। ल यहाँ दुईजना बसेर चाहिँ के भयो भन्ने चाहिँ कुनै योजना ठिक छ। उकालोमा कस्तो भयो, गाह्रो भयो? अब टाढा छैन औ त्यहाँनिर माथिसम्म हो। ल हाम्रो बोकेर हिँड्दै जान्छ डोका। अहिले माथि गएर चाहिँ सिमी र दाउरा मकैहरू ल्याउने हो। अर्को यहाँ दुईजनाले, युजिनाले चाहिँ झोला बोक्छ, भरे सिमी बोकेर ल्याउँछ। हो यहाँबाट देख्दो रहेछ नि त। तल चाहिँ ठुलो नाखार भन्यो, ठुलो नाखार पारिपट्टि राणा गाउँ अलिअलि देखिरहेछ। सो पारिपट्टिको चाहिँ दाइपो, अलिमुनि बिसाउना, रापा। सो अलि माथि हेर्नु भने चाहिँ दयाथाम होइन, पारिको दयाथाम चाहिँ यसलाई चाहिँ रापाठाम रापाठाम। यो डाँडाले चाहिँ अलिअलि घाम लगाइरहेछ, यस्तो मजाको छ है वाउ। ल अहिलेको 360 भ्यू यति नै। अलि माथि गएर फेरि अरू दृश्यहरू देखाउँछु। रमाइलो छ घमाइलो छ, घाम लगाइरहेछ वाउ।